नमस्कार, म यहाँहरुकै साथी मन्ने माङ। यहाँहरु हेर्दै हुनुहुन्छ उभार मिडिया र चुलाचुली गाउँपालिका इलामको संयुक्त प्रयास रहेको छ। कार्यक्रम चुलाचुली दर्पण र यो पडकास्ट कार्यक्रम रहेको छ। हामीले यस कार्यक्रममा चाहिँ विशेष गरेर चुलाचुली गाउँपालिका इलामको विकास, सुशासन र आर्थिक समृद्धिको बाटोमा कुराकानी गर्छौं र यो कार्यक्रम चाहिँ हामी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडाध्यक्ष, सँगसँगै कार्यपालिका सदस्य र शाखा प्रमुखहरूसँग पनि उहाँहरूको जिम्मेवारीको बारेमा र कर्तव्यको बारेमा चर्चा गर्छौं। यही क्रम सँगसँगै आज चाहिँ हामी चुलाचुली गाउँपालिका इलाम वडा नम्बर 2 का वडाध्यक्ष हुनुहुन्छ लक्ष्मण श्रेष्ठज्यूसँग। उहाँले जनताले दिनुभएको 4 वर्षको म्यान्डेट पूरा गर्दै हुनुहुन्छ र अब थप 5औं वर्ष अथवा अन्तिम वर्षको उहाँ चाहिँ निरन्तर अभ्यासमा रहनु भएको छ। उहाँले यो 4 वर्षमा गर्नुभएको विकास, सुशासन र आर्थिक समृद्धिको पाटाहरू चुलाचुली गाउँपालिका वडा नम्बर 2 मा के कस्तो रहेको छ र चुलाचुली गाउँपालिका इलाम वडा नम्बर 2 को भूत कस्तो थियो, वर्तमान कस्तो छ र भविष्य कस्तो हुनेछ, यो विषयमा हामी चर्चा गर्छौं। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। लक्ष्मणजी, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार। आराम हुन्छ? एकदम आराम है। अध्यक्षज्यू, अब अलिकति हामी निर्वाचनलाई पनि सम्झ्यौँ हैन। 4 वर्ष यहाँले पुरा गरिसक्नु भएको छ, 5औं वर्षको यो दरमियानमा हामी रहेका छौँ। अब यसो पेसो व्यवसाय गर्ने मान्छे, वैदेशिक रोजगारतिर जाने मान्छे एकैचोटि अब राजनीतिमा कसरी आउनु पर्दो रहेछ? त्यो चाहिँ यस्तो छ, मेरो चाहिँ अब यो राजनीतिक क्षेत्रमा कसरी आएँ भन्ने बारेमा चाहिँ मैले एउटा जुत्ता कारखाना खोलेर चाहिँ बिजनेस गरिराखेको मान्छे। ओके। यो चाहिँ समयले पनि यस्तो कहिलेकाहीँ जुराउँदो रहेछ, माग गर्दो रहेछ, पुर्याउँदो रहेछ, जुराउँदो पनि रहेछ। जस्तो अब कोभिड आइदियो अचानक। अब नेपालमा कोभिड आइसकेपछि चाहिँ बिजनेसहरू पनि सबै ठप्प भएपछि चाहिँ कहाँ जाने भन्दा त घरमा आउनु पर्यो। घरमा आउँदै गर्दाखेरि फेरि यो 79 को निर्वाचन पनि तयारी हुँदै गरेको। त्यही अवस्थामा चाहिँ मैले पनि अब हिजो मेरो आमाको पृष्ठभूमिदेखि नै नेपाली काङ्ग्रेस, त्यो काङ्ग्रेसको म पनि एउटा छोरो, म पनि एउटा क्रियाशील नेपाली काङ्ग्रेसै थिएँ। यो कोभिडकै लगत्तै पश्चातै हाम्रो चुनाव तयारी भयो 79 को। त्यसमा म त्यो भिजनमा छिर्छु भनेर पनि आएको होइन। कोभिडमा बिजनेसहरू डमाडोल भइसकेपछि घरमा रेस्ट गर्छु, केही घरमा सहयोग गर्छु भनेर चाहिँ आएको बारगोटे चुलाचुली, मेरो जन्मभूमि। अचानक साथीभाइहरूले उठ्नुपर्छ त, केही गर्नु सक्छस् भनेर चाहिँ साथीभाइहरूले चाहिँ सपोर्ट गर्दै गर्दाखेरि त्यो निर्वाचनमा उम्रिने 79 को विभिन्न पार्टीका साथीहरू धेरै थिए। त्यसमा मैले पनि मनोनित राखेँ। राख्दै गर्दाखेरि सक्सेस भयो। साथीभाइहरू, पालिका अध्यक्षदेखि लिएर चाहिँ सम्पूर्ण चुलाचुलीका टिमले तिमीले चाहिँ यतिको गर्न सक्छौ, तिमी उठ भन्दै गर्दाखेरि उठ्यो। र आमाको पनि हिजो त्यही पार्टीको आस्थाको इमेज र हाम्रो केही परिवारको सामाजिक भाव लगानी, त्यो विविध कारणकोले गर्दाखेरि चाहिँ मलाई चाहिँ वाडामा चिन्नुहुन्थ्यो। बिजनेस लाइनमा, वैदेशिक लाइनमा पनि साथीभाइले चिनेको आधारले उठ्दै गर्दा 2 नम्बर वाडाका सम्पूर्ण अब मान्यजन, आफन्त साथीभाइहरूले चाहिँ एउटा मतदान दिएर विजय गराउनु भएको छ। त्यो जुन 79 को चुनावमा त्यो क्षण मैले भुलेको छुइनँ। सम्पूर्ण मलाई मतदान गरेर जिताउनु हुने अभिभावक साथीभाइ दाजुभाइहरूलाई चाहिँ म हार्दिक धन्यवाद दिन पनि चाहन्छु। यो बेलामा फेरि एकचोटि धन्यवाद दिन चाहन्छु हैन। अब व्यापार गर्न सजिलो रहेछ कि यो जनप्रतिनिधि कस्तो लाग्छ तपाईलाई? व्यापार र जनप्रतिनिधिमा धेरै फरक छ। एउटा वडाको अलि मेरो अस्वास्थ्यको कारणले पनि स्वर खराब छ। मलाई करिब 1 महिना भयो मेरो यो चिसोले, मेरो अलिकति इन्फेक्सन के आवाजमा परिवर्तन छ। यो व्यापार र जनप्रतिनिधिमा धेरै फरक छ, किनभने मैले व्यापार एउटा छुट्टै यो एक व्यक्तिले खुसी पार्दा भयो।
त्यो चाहिँ कस्तो भने त्यो व्यापारमा लगानी पनि चाहिन्छ, लगानी सँगसँगै मिहिनेत चाहिन्छ, तर त्यो चाहिँ एक व्यक्तिलाई खुसी पार्छ भने जस्तै एउटै वेमा सम्झेर हिँड्दा पनि भयो। तर जनप्रतिनिधिमा चाहिँ मैले देखेको अहिले अनुभव 4 वर्ष गर्दै गर्दाखेरि विभिन्न आइलाग्ने विभिन्न समस्याहरू देखा पर्ने, विभिन्न राम्रा कुराहरू पनि आउँदै गर्दा त्यसलाई साथ सपोर्ट गरेर चाहिँ अघि बढाउनु पर्ने धेरै जिम्मेवार हुँदो रहेछ। जिम्मेवार चाहिँ वडा अध्यक्षले चाहिँ धेरै जिम्मेवार लिनुपर्ने भएको कारणले गर्दा पनि फरक धेरै छ एकदम। वडा अध्यक्षमा चाहिँ सिमानादेखि ल्याएर विवादमा होइन, श्रीमान श्रीमतीको भएन, विभिन्न जङ्गली जनावरहरूको चाहिँ आक्रमणमा सचेत गराउन त जानु पर्यो नि त। हिजो म गर्छु भनेर उठेको मान्छे, अब त्यो गर्छु भनेर उठेको मान्छे गाउँघरमा समस्या पर्दा चाहिँ म सुतिराखेँ भने त राम्रो भएन। 24 घण्टा सेवा गर्छु भनेर उठेको त्यो अवस्थामा चाहिँ मैले त्यो खबर पाएपछि त गएर त्यहाँ सचेत त गराउनु पर्यो नि। त्यहाँ लडाइँ गर्ने चाहिँ होइन, सचेत गराएर आम जनतालाई, आफ्नो वार्डको आमवासीलाई बचाउनु चाहिँ सक्रिय हुनुपर्छ। ती जस्ता विभिन्न कानुनीदेखि लिएर विभिन्न मैले चाहिँ समस्याहरूसँग चाहिँ जनप्रतिनिधिले चाहिँ लड्नुपर्ने देखाएको छु। ठुलो 24 घण्टा सेवामा हाजिर हुनु पर्यो होइन त? हजुर। कहिलेकाहीँ त कस्तो नसोचेको कामहरू पनि गर्नुपर्छ होला है, त्यो विषयमा पनि तपाईँहरूले सहभागिता जनाउनुपर्छ अथवा जिम्मेवारी लिनुपर्छ होला होइन? वडा अध्यक्ष कस्तो छ त्यस्तो? हुन त मैले एउटै वे पनि पूर्ण रूपले गर्न पाएको छुइनँ आजसम्म। हिजो म 51-52मा ल पढेँ, कानुन। ओके। पढ्दै पर्दाखेरि मेरो घरमा 81 बाबाको एक्सिडेन्टको कारण आर्थिक अवस्थाहरू कमजोर भयो, मैले जागिर खानुपर्ने भयो। त्यो अवस्थामा मैले प्रोजेक्टमा जागिर खाएँ। प्रोजेक्टमा खाएपछि त्यो मैले सरकारी जागिर लड्ने, लोकसेवा, आर्मीमा भिड्ने उमेरहरू मेरो कटिसकेपछि छोटो म भन्छु, म फेरि घरमा त्यो करार जस्तो विद्युत प्राधिकरणमा जागिर खाएर थोरै समस्याहरू टाढे पढ्दा पढ्दै र पढाइमा एकाउन्टेन्ट पढ्यो, स्टोर इन्चार्ज बनेको एकाउन्टेन्ट पढेँ, कानुन। अनि फेरि म त्यो छोटो समयमा त्यो जागिर गरेर तुरुन्त फेरि विदेश जानु बाध्य भएँ। म उहाँ फेरि बच्चा कोठाले गल्फमा, कतारमा बच्चा कोठाले। हेर्नुहोस् है, मेरो धेरै किसिमको क्या त्यो एउटै वेमा अघि बढिराख्न पाइनँ। त्यो भएर विज्ञ छुइनँ अहिलेलाई। अब अनि त्यहाँ चाइल्ड केयर गरेँ, स्कुलमा बच्चा लाने ल्याउने गरेँ, गल्फमा पनि धेरै वर्ष, 9 वर्ष, नेपालमा 5 वर्ष, त्यस्तै गरेर चाहिँ पढाइ गर्दै बाहिर आउने जाने गरेँ। त्यस पछाडि फेरि ब्याक भएँ 2009मा। त्यो हुँदै गर्दाखेरि चाहिँ फेरि काठमाडौँमा 81 मैले चाहिँ जुत्ता कारखाना दाइले चलाइराख्नु भएको, दाइ युरोपतिर छिर्ने हुनुभयो, त्यो सम्हाल्न थालेँ। त्यो सम्हाल्दै गर्दाखेरि फेरि 81 कोभिड आयो। कोभिड आएपछि घर आएँ, अघि केही निर्वाचितको कुरो भयो र जुन अहिले म समाजमा एउटा मेरो यति चाहिँ भावना थियो, दुखीहरूलाई, समस्या परेकोहरूलाई मैले ज्यान दिएर पनि साथ दिनुपर्छ भन्ने चाहिँ मेरो पहिलेदेखि भावना। म दुःखमै हुर्केर होला, त्यसो भएको कारणले गर्दाखेरि आजसम्म लड्दै पढ्दै त्यस्तो विज्ञ रूपमा होइन, साधारण रूपमा सिक्दै वार्डलाई के गर्नुपर्ने, समस्या कसको के आएको छ सिक्दै अहिलेसम्म 4 वर्ष चाहिँ बिताइराखेको छु। र विभिन्न क्षेत्रमा विज्ञ नभए पनि सबै कुरो चाहिँ त्यो अपूर्ण आधा भएको कारणले गर्दाखेरि म अहिले चाहिँ केही विज्ञ भएँ। अब कार्यकाल पनि सकिन आँट्यो। अनि त्यसले गर्दाखेरि यो जुन अहिले 4 वर्ष भोगेकोमा चाहिँ म पनि खुसी नै छु। किनभने हिजो मैले गर्छु भनेर उठेको थिएँ, हरेक विषयलाई चाहिँ हेरे जस्तो लाग्छ, नजानी भए पनि थोरै थोरै शैक्षिक क्षेत्रलाई, स्वास्थ्य क्षेत्रलाई र पूर्वाधार विभिन्नलाई चाहिँ मैले सकि नसकी अथवा मेरो ज्ञानले नभउँदै गर्दाखेरि पनि कसैको सहारा लिएर यो गर्दा यो राम्रोलाई चाहिँ साथ सपोर्ट गरेर चाहिँ केही गरिरहेको जस्तो लाग्छ अहिलेसम्म। जस यहाँको सामर्थ्यले भ्याएसम्म सबैलाई खुसी बनाउने अथवा सबैलाई
को काममा सहयोग गर्ने प्रयास तपाईँले जारी नै राख्नु भएको छ होइन त? हजुर। अब ठ्याक्कै नै जस्तो तपाईँको वडा चाहिँ कस्तो पर्छ भने झापासँग सम्बन्ध जोडिएको अथवा सिमाना जोडिएको समथर भाग निकै धेरै नै छ। अब पहिले चाहिँ गाउँपालिकाको कार्यालय सुरुवाती बसेको पनि ठाउँ हो। समग्रमा तपाईँले देख्नुभएको मार्गचित्र अनुसार चाहिँ तपाईँको 2 नम्बर वडा चाहिँ कस्तो खालको हो, कसरी बुझ्नु भएको छ? मैले 2 नम्बर वार्डलाई चाहिँ समग्रमा हेर्दाखेरि चाहिँ सुगम जस्तो लाग्छ। सबै यो चुलाचुलीको सबै वार्डमध्ये सुगम, किनकि कहीँ खोला नाला भित्री हाम्रो वाडाभित्र छैन, साइडमा छ। वार्ड चाहिँ बिचमा छ र बिचको कुनै पनि भागमा चाहिँ हामी आवत-जावत गर्नको लागि चाहिँ कहीँ अप्ठ्यारो बाटोहरू छैन पहिलो। र अर्को कुरो हरेक क्षेत्रमा चाहिँ अघि 5 नम्बरको भूभाग 6 नम्बरको भूभाग हेरिकन त्यस्तो जानु असहज छैन क्या, एकदम त्यो सुगमै लाग्छ मलाई। र भूगोल पनि त्यो मिलेको छ र खेतीपाती पनि कृषिमा चाहिँ एउटा अगाडि बढेको पाउँछु, निकै उर्वर ठाउँ। हजुर हजुर। अब नि अर्को जस्तो अहिले ठ्याक्कै तपाईँको झापासँग लिङ्क हुने अभियान पनि छ तपाईँको, जस्तो स्वामी चोकदेखि दक्षिणतर्फ केरखाको पेट्रोल पम्पदेखि उत्तरतर्फको जुन बाटो कालोपत्रे हुँदैछ, त्यसले निकै राम्रो समृद्धिको आधार तयार पारेको छ जस्तो लाग्छ। अब यता पश्चिमतिरबाट दक्षिण जाने भनेदेखि त अब यता आएर हामी हाइवे पनि टच गर्छौँ होइन? त्यो सबै बाटोघाटोको अवस्थालाई हेर्दाखेरि त मलाई लाग्छ पहिलोचोटि तपाईँको त्यो स्थानीय सिंहदरबार अथवा गाउँपालिका हुँदा त्यहाँ कालोपत्रे पनि भयो जस्तो लाग्छ। यो सबैलाई हेर्दा चाहिँ कस्तो छ त? मनिबाजी हुँदै गर्दाखेरि चाहिँ 2 नम्बर वाडाको खत्री चोकदेखि पालिकासम्म चाहिँ कालोपत्रे पुगेका थियो। अन्य अहिले जति पनि भएको छ विकास संरचना पूर्वाधार त्यस्तो चाहिँ थिएन। अहिले हाम्रो यो क्रमशः यो प्रदेशको समपूरक बजेटद्वारा हिमाली मार्ग हुँदै सुमिचक खण्ड अनि अन्य खाडी खण्ड चाहिँ अहिले कालोपत्र बनाएको छ। यो चाहिँ हामी आइकन नि हो, यो म आइकन नि भएको हो र यो विशेष प्रदेशको समपूरक बजेटद्वारा भएको छ। र अन्य त्यस्तो ठुलो विकास गर्न नसके पनि मैले वडाको सिलिङ बजेट पहिलाको अनुपातमा अहिले आधा कम आएको हिसाबमा पनि मैले चाहिँ सबै कुरोलाई चाहिँ एउटा अघि बढाउनुपर्छ, राम्रो बनाउनुपर्छ भन्ने चाहिँ एउटा लाटो हिसाबले पनि अब मकै जोन क्षेत्र चाहिँ किनभने 2 नम्बरमा मकै चाहिँ राम्रो हुने भएको कारणले मकै उत्पादन गर्नलाई चाहिने विभिन्न मोटर सिँचाइ होइन र अब कुलो सिँचाइ यो चाहिँ खेतीलाई चाहिँ अब खेतीमध्ये चाहिँ मकै जोन चाहिँ अलिकति राख्न चाहे। कुनै वार्ड लिची जोन छ, कुनै वार्ड धान खेती होइन, त्यस्तैमा आलु, त्यस्तै अब उता 6 नम्बर अर्कै जोन हुनुहुन्छ, जोन बनाएको छौँ। त्यो एउटा त्यस्तो नामाकरण फाइनल चाहिँ भएको छैन, तर बनाउने प्रयासमा चाहिँ यो कृषि क्षेत्रलाई चाहिँ हामीले धेरै कुरोहरू चाहिँ जुन आवश्यक उत्पादन बढाउनेमा आवश्यक पर्ने चिजहरू चाहिँ वितरण गरिरहेको छौँ, शाखा मार्फत, वडा मार्फत, बिउ बिजनहरू। र अर्को कुरो यो अहिले अन्य त्यस पछाडि धान बाली पनि राम्रै छ र त्यो नगदे बालीहरू चाहिँ त्यस्तो धेरै छैन। अन्न बाली चाहिँ मकै र धान चाहिँ राम्रै उत्पादन हुने जमिन रहेको छ, भूभाग रहेको छ। भनेपछि तपाईँले कृषिमा नै बढी प्राथमिकता दिइरहेको छौँ। र अर्को कुरो हजुरले बोल्दा शैक्षिक क्षेत्रलाई पनि एकदमै मेरो विचारमा चाहिँ ठुलो त्यो गुणस्तर बढाउन सोचेको जस्तो लाग्छ। बोलेर मात्रै हुँदैन, किनभने हिजो जनता माविको आज चुलाचुलीदेखि इलाम चिनाउने एसीको सबैभन्दा राम्रो उत्तीर्ण लिएर अङ्क प्राप्त गरेर पास गर्ने नमुना जनता मावि नै परेको छ त्यहीँको विद्यार्थीहरू। त्यो गुणस्तर बनाउनलाई चाहिँ मैले आएर संरचना
अनि यो बच्चाहरूको चाहिँ एउटा क्षमता वृद्धि हुने कार्यक्रमहरू राख्दै जाँदाखेरि अहिले चाहिँ त्यो हाम्रो जिल्लामै उत्कृष्ट विद्यार्थी उत्तीर्ण राम्रो अब नम्बर लिएर स्कुलकै 100% पास हुने चाहिँ ती कुराहरूमा चाहिँ मेरो पनि केही हात रहेको छ कि जस्तो लाग्छ। म भन्न चाहिँ चाहदिनँ, मैले गरेको छु, भन्नुभन्दा नि गरेको छु। वडाको लगानी छ, तपाईँहरूको लगानी छ। ओके, भनेपछि शिक्षामा पनि राम्रै खालको लगानी तपाईँहरूले गर्ने प्रयास गर्नुभएको छ होइन त। अब अर्को कुरा नि जस्तो ठ्याक्कै तपाईँको वडालाई चाहिँ यो मदन भण्डारी हाइवेले भेट्छ कि भेट्दैन, त्योसँगको निकटता कस्तो छ त? यो हाम्रो मदन भण्डारी हाइवेले भेट्छ, तर अन्य वार्डहरू जस्तो धेरै भूभाग पर्दैन। किनकि मेरो चुलाचुली वार्ड नम्बर 2 उत्तर भूभाग चौडाइ छोटो होइन, लम्बाइ छोटो भूभाग भएको कारणले गर्दाखेरि थोरै अहिले असर त छ। जुन अब निर्माण व्यवसायहरूको विविधि हो, इरान इजरायलको लडाइँहरूको कारणले होला सायद, मेरो लाटो हिसाब होइन। अब हामीले त ठेकदारले गर्दै हुन्थ्यो भन्ने हुन्छ, विकास हामीलाई त चाँडो चाहिएको छ, कालो पत्रमा हिँड्ने सबै जनताको इच्छा छ। तर पनि हाम्रो विडम्बना दुःखको कुरो चाहिँ अहिलेको इरान र यो इजरायलको लडाइँको बहाना हो कि र त्यसको ठुलो प्रभाव असरले पो हो कि निर्माण व्यवसायहरू चाहिँ अस्ताएको कारणले हाम्रो त्यो छोटो बाटो पनि यो मदन भण्डारीको असर छ। किनभने हजुर छिटो सकिदिए अझ राम्रो, छिटो सकिदिए राम्रो हुन्थ्यो भन्ने पनि हो। अब पर्यटन क्षेत्रको बारेमा पनि तपाईँको लगानी छ, हामीले देखाएको छौँ। तपाईँले महोत्सव पनि लाउनु भएको छ, त्यसलाई होइन, त्यसप्रति तपाईँहरूको आकर्षण कस्तो छ, त्यसमा लगानी कस्तो गर्दै हुनुहुन्छ? बेला बेला तपाईँहरू उत्सव महोत्सव पनि गरिरहनु भएको छ, त्यो पनि अलिक बताइदिनुहोस् न हामीलाई। मेरो 2 नम्बरमा सानो भूभागको धेरै पर्यटन छैन, एउटै छ, तिनकुने सिमसार। तिनकुने सिमसारको पर्यटनमा हामीले झल्काउने भनेको त हाम्रो चुलाचुलीको जातीय वेशभूषा, संस्कृति, धर्म होइन, त्यहाँको खानपिन, यी अब अनि त्यहाँको चाहिँ हाम्रो पाखाको प्रकृतिहरू होइन, त्यहाँको चाहिँ त्यही त देखाउनको लागि र त्यहाँको बनौटले बनेको एउटा संरचना चाहिँ पर्यटकीय छ, त्यसलाई चाहिँ अझ राम्रो बनाउनु त सबैभन्दा अर्थकै कुरो हो। जसले जेसुकै भने पनि अर्थ बजेट भयो भने त्यसलाई हामी कोरीबाटी गरेर एउटा विश्वमै चिनाउन सक्छौँ। त्यो अर्थको स्रोत त्यहाँ पनि कमी छ। त्यो विविध हामीले जति सोचेर भन्छौँ नि हजुर, त्यो बजेट नभएको कारणले आजसम्म त्यस्तो ठुलो त्यस्तो धेरै विकास र अघि बढ्न सकेको छैन। र त्यसको आउँदो दिनमा हामी नेतै नभए पनि, प्रतिनिधि नभए पनि, हामी एउटा जनता र त्यहाँको साझा सामाजिक व्यक्तित्व भएर पनि तिनकुने पर्यटनलाई चाहिँ कहीँबाट स्रोत ल्याएर, अब त्यहाँको जनताहरूले त उठाएर सक्दैन त्यति ठुलो रकमहरू, कहीँबाट स्रोत ल्याएर चाहिँ त्यसलाई चाहिँ एउटा नेपालमा र हाम्रो विभिन्न ठाउँहरूमा चिनाउने चाहिँ मेरो पनि ठुलो सोच छ। अब त्यसमा अहिले म तत्काल भर्खरै यो राजनीतिक क्षेत्रमा छिर्या हो, त्यसले गर्दाखेरि चाहिँ अब म ब्याग बसेर पनि मैले चाहिँ यी यस्ता विकास र आफ्नो ठाउँलाई चाहिँ राम्रो बनाउनलाई चाहिँ हमेसा लागि पर्नेछु भन्ने पनि मेरो सोच छ। अब नि तपाईँको वडामा मलाई लाग्छ विद्युत विस्तार त सबैतिर अहिले पुगेकै छ, पिउने पानीहरू पनि राम्रै प्रबन्ध होला जस्तो लाग्छ। कस्तो छ वडाध्यक्षज्यू? विद्युत विस्तार बारेमा चाहिँ सहकारी चुलाचुली ग्रामीण सहकारीद्वारा छ। अब मैले चाहिँ त्यहाँ एउटा कम्पेयर के देखेँ भने एनइएले दिए पनि सहकारीले दिए पनि उस्तै उस्तै लागिरहेछ। किनकि एनइएको एरियामा पनि बत्ती जान्छ। अस्ति एक दिन प्रेमले मेरै 3 नम्बरको वडाध्यक्ष हाम्रै उहाँको कुरा गर्नुभयो, तेरो आज रातभरि बत्ती गएर हामी सुत्न पाएको छौँ न, गर्मीले भन्नुभयो। अनि यताको यो सहकारीको पनि गुनासो है त्यहाँको जनताको। तपाईँलाई अब त्यो विद्युतको चाहिँ राम्रो छ भनेर मैले फ्याक्ट भन्न नसक्दा यो कुरो दर्शाउँदैछु। भरे म फ्याक्ट राम्रो छ भनौँला, लक्ष्मणले चाहिँ त्यो वडाध्यक्षले चाहिँ हेर त हाम्रो दुःख देखेन भन्ने हुन्छ। तर यो एनइएको पनि त्यतिकै दुःख देखेँ, यो सहकारीको पनि उत्तिकै दुःख देखेँ। किनभने
अहिले त्यो एउटा आन्दोलन गरिकन हाम्रो 2 नम्बर वार्डमा हिजो अस्ति सानातिना बत्ती गइराख्ने यो सरकारी खत्तम मैले सरकारीलाई सपोर्ट गरेको होइन सरकारी खत्तम भन्ने भन्दै गर्दाखेरि चाहिँ साथीहरूले ताला लगाइदियो नि त्यस पछाडिको देखेको मैले त्यो बिजुलीको त्यो सरकारले दिएको बत्तीको त्यो जुन चाहिँ कन्टिन्यू सेवा राम्रो छ कहीँ कर्मचारीले नि मिस्टेक गरेको होला कि जस्तो लाग्छ अहिले एनेको भन्दा त्यो सरकारीले चाहिँ कन्टिन्यू दिएर होइन हौ हामीले चाहिँ यो आन्दोलन गरिकन चाहिँ बत्ती हेरेर त आयो सबै खुसी छन् र बत्तीबारे पनि कहिले दुखी कहिले खुसी छन् र अर्को कुरो पानीबारे खानेपानीबारे चाहिँ के छ भने हुन त म ठुलो भन्नु खोजेको होइन हिजोको दिनमा हाम्रो पूर्व अध्यक्ष रणबहादुर डिम्बुज्यू गङ्गा छापागाई विभिन्न सामाजिक व्यक्तिहरूले चाहिँ मेरै वार्डमा मेरै घरको मेरै जग्गामा मेरो बुवाको नाममा चाहिँ 2 कट्ठा होला 2 कट्ठा दिएर 1 कट्ठाको चाहिँ मूल्य लियौँ बुवाको नाममा त्यो 2 कट्ठा अनुदान अनि एकजनाले 1 कट्ठा दिँदा 4 कट्ठाको भूभागमा खानेपानीको ठुलो छ बृहत खानेपानी छ भनौँ त्यो खानेपानीले अहिले 2 नम्बरमा त्यो पानीको विज्ञले आएर चाहिँ गर्दा पनि यो मिनरल भन्दा पनि शुद्ध छ भन्नुभयो भनेपछि त्यो पानी राम्रो छ अहिले जति पनि 80% हाम्रो त्यो खानेपानी चाहिँ युज गरेको छ प्रयोग गरेको छ उहाँहरूलाई खुसी सन्तुष्ट नै हुनुहुन्छ होला मिटरमा पैसा अलिक घटाइदिए सरकारले अथवा यो खानेपानीले घटाइदियो भने त सबैको सोचै हुन्छ फ्रीमा खानु पाए हुन्थ्यो भन्ने हुन्छ तर पनि विविध त्यो सञ्चालन गर्नको लागि त्यहाँको समितिले पनि केही दस्तुर त लिनै पर्यो यो भन्दै गर्दा समग्रमा खानेपानी पनि हाम्रो 2 नम्बरमा राम्रो छ तर केही 20% भागमा चाहिँ अहिले पनि टोल विकासबाट मलाई फोन आइरहेको छ हिजोअस्ति यो खानेपानी पाइपलाइन लिएन भन्ने गुनासोहरू छ त्यो बाँकी गुनासोलाई चाहिँ सायद यो 1 वर्षभित्र हामी पुरा गर्न सक्छौँ सम्बोधन गरिन्छ सम्बोधन गर्नेछौँ ठ्याक्कै अघि तपाईँले भन्नुभएको थियो कृषिमा पनि हामीले लगानी गरिरहेछौँ विद्युतको कुराहरू पनि गर्नुभयो होइन समग्रमा शिक्षाको कुराहरू पनि अब उत्कृष्ट नतिजा ल्याउन हाम्रो सफल स्थानीय अथवा सामुदायिक विद्यालय पनि छ भन्नुभएको छ अब स्वास्थ्य क्षेत्रमा चाहिँ हामीले के गरिरहेछौँ र अब अझै गर्न सकिने विषयहरू के छन् त तपाईँकोबाट अब अहिले त झन् स्वास्थ्य क्षेत्रमा त चुलाचुलीकै 2 नम्बर वार्ड चाहिँ त्यो सेवाको प्रभावमा नजिक आरामदायक भनेर चाहिँ भाग्यमानी ठाने 2 नम्बर हो चुलाचुली सामुदायिक आधारभूत अस्पतालै 2 नम्बरमा छ 2 नम्बरमा होला पालिकामा 4 नम्बर यो अहिले हाम्रो भूमि मालपोतको त्यो र प्रशासनहरूमा चाहिँ त्यहाँको 2 नम्बरवासीले चाहिँ थोरै कष्ट गर्नु परे पनि अस्पतालमा चाहिँ भाग्यमानी नै छन् 2 नम्बरवासी ओके अब किनभने त्यहाँ सेन्टर भइदियो के अरे पहिल्यै थियो तोकिएको अहिले बनाएको छ र हाम्रै कार्यकालमा यो हामी 79 पछाडि ती भवन बनिसकेपछि चाहिँ यो समावेशी पुराण हाम्रो अध्यक्षज्यूले एकदमै सबैलाई समेटेर समावेशी पुराण सप्ताह के अरे यज्ञ लगाएर भव्य र सबैको साथ चाहिँ अहिले खोलेका छौँ त्यसले गर्दाखेरि उहाँहरूले होला पूर्ण रूपले 24 घण्टा 2 नम्बर वडावासीले चाहिँ त्यो सेवाहरू चाहिँ लिन सक्नुभएको छैन होला तर पनि अरू वार्डलाई भन्दा नजिक भएको कारणले सेवा प्रवाहमा चाहिँ 2 नम्बरवासी भाग्यमानी छ र यो स्वास्थ्य सम्बन्धी चाहिँ अहिले बृहत जति पनि सेवाहरू भइरहेको छ नि यो हाम्रै पालामा भएको छ जस्तो लाग्छ ओके जस राम्रो हुँदैछ सुधार उन्मुख छ भन्नुहुन्छ हैन तपाईले अब अध्यक्षज्यू अब धेरै कुराहरू गरियो होला अब तपाईहरुले पनि आफ्नो मेहनत लगानी गरिरहनु भएको छ बजेट त एकदमै कम छ वर्षपछि घट्दै आइरहेको छ मलाई लाग्छ पालिका सङ्घ प्रदेशले पनि तपाईको वडामा चाहिँ लगानी यतिखेर गरिरहेको छ हैन अब 1 वर्ष अझै बाँकी छ हजुर तपाईको कार्यकालमा चाहिँ यति चाहिँ 5 वर्षमा गर्न सकिन्छ त्यसलाई चाहिँ टुङ्गोमा पुर्याउन सकिन्छ भन्ने विषयहरू चाहिँ के छन् त विशेष अहिले त अब मैले देखेको आम नागरिकले कालो पत्रै भन्दो रहेछ घरको छेउमा बाटोमा कालो पत्रै अनि ह्याप्पी हुन त हिजो हिलो थियो त्यो हिलोलाई पनि त्यो ग्राभेलले छोपिदिसक्दा
ठिकै थियो। खुसी थिए त्यो मान्छेको असीमित चाहना क्या आज साइकल कुदो भोलि बाइकमा चढ्दा प्लेन बस प्लेन यस्तै हुन्छ नि क्रमशः यो मात्र भएको अहिले कालोपत्रे भन्नेहरूको चुलाचुलीमै भनौँ न मेरो हाम्रो वार्डमा मात्रै होइन चुलाचुलीमै राम्रै भएको जस्तो लाग्छ र हाम्रो दुईमा अहिले हिजो यो आर्थिक वर्ष अगाडि यो हाम्रो 72 अहिले 73 74 73को आर्थिक वर्षमा पनि बहुवर्षीय लाएर कार्यपालिकामा चाहिँ पालिका सरकार हामी नै हुँदै गर्दाखेरि मिलेर अध्यक्षज्यूले पनि यो कुरोलाई चाहिँ एकदम सोचेर जुन कालोपत्रे यो जति जनताको चाहना छ यसलाई पुरा गरौँ भनेर चाहिँ उहाँले बहुवर्षीय योजनामा कार्यपालिकामै बसेर हामीले चाहिँ निर्णय गरेर चाहिँ अहिले हरेक त्यो टुक्रे बाटोहरूलाई चाहिँ कालोपत्रे गर्ने निर्णय गरेका छौँ त्यसमा मेरो 4वटा टुक्रा पर्छ त्यो 4वटा टुक्रा बन्दै गर्दाखेरि मेरो त 2 नम्बर सानो एरिया अरू वार्ड जस्तो 2 र 4 चाहिँ हाम्रो चुलाचुलीको सानो भाग हो अनि त्यो हिसाबले गर्दाखेरि त्यति टुक्रा बस्दै गर्दाखेरि 70-75% कालोपत्रे बनिसक्छ तर अहिले बनिसकेको छैन अबको जुन हामीले हाम्रो कार्यपालिकामा तोकेर राखेको बाटोहरू आगामी आर्थिक वर्षमा चाहिँ क्लियर गऱ्यौँ भने 70-75% मेरो त वार्डको सकिन्छ कालोपत्रे थोरै भूभाग रहन्छ भनेपछि तपाईँको वडा चाहिँ कालोपत्रेको समृद्धितर्फ उन्मुख छ चाँडै नै धेरै नागरिकहरूको वडावासीहरूको जुन इच्छा चाहना छ त्यो पुरा हुने प्रयासमा छ होइन त्यो छ र अर्को एसियन हाइवेलाई जोड्ने चाहिँ जङ्गलको बाटोहरू चाहिँ अहिले मैले अघि नै भनिहालेँ नि इरान र इराकको इजरायल र इरानको लडाइँले गर्दाखेरि असर परेको भन्छन् निर्माण व्यवसायले काम ठप्प रोकिदिए त्यसको ठुलो असरले गर्दा चाहिँ यसपालि 4.25 करोड जतिको त कामै भएन त्यो कारणले गर्दाखेरि गाउँ एरियामा अहिले बहुवर्षीय बजेट लगाएको हिसाबले चाहिँ हाम्रो 70% राम्रो छ तर नर्सरी एरियामा त यो अहिलेको इरानको लडाइँले गर्दाखेरि धेरै निर्माण व्यवसायको काम नगरेको कारणले धेरै रिटर्न गएको कारणले ठुलो असरै छ त्यो नर्सरी एरियामा त हस् अब तपाईँसँग धेरै कुराहरू छन् होइन अब हामीले चर्चा गर्नुपर्ने विषयहरू पनि धेरै छन् तपाईँले पनि धेरै नै अभिव्यक्त गर्नुभयो होला अब केही छुटेका छन् भने अध्यक्षज्यू अब छुटेको त के हुन्छ र अध्यक्षले वार्डमा प्रतिनिधित्व गर्दै गर्दाखेरि त धेरै जिम्मेवारी छ त्यो बोलेर भट्याउने हुने त सानो कुरा छन् झगडा गरेको कता सुधार गर्नुतिर लागेको होइन अब राति पनि भन्नु पाइँदैन फोन आएपछि उठ्नै पर्यो अब नभए त कहाँ फोन घुम्छन् होइन अहिले त समय पहिला जस्तो छैन त्यसले गर्दाखेरि अध्यक्षको नेतृत्व गर्दै गर्दाखेरि चाहिँ ठुलो अभिभार र बोझ छ नै त्यसले गर्दा त्यसमा पनि मैले चाहिँ गुनासो गरेको छुइनँ हिजो गर्छु भनेर उठेको मान्छे गर्छु नि भनेर छ अब 1 साल छ हिजो जे जस्तो भए पनि 1 साललाई चाहिँ राम्रैसँग यो 83-84 को कार्यक्रमहरू चाहिँ सकेर हाम्रो आम चुलाचुली 2 नम्बर वार्डको चाहिँ आमा बुबा दाजु बहिनी दिदीभाइहरूलाई चाहिँ के म भन्न चाहन्छु भने हिजो जे जस्तै भए पनि फरक बजेटको कारणले अर्थको कमको कारणले विकास हुन त सकेन होला सुशासनको लागि चाहिँ मैले आफू सकि नसकी पनि खटेर एउटा समृद्ध बनाउन खोजेँ त्यो सफल भइन होला तर पनि म आम 2 नम्बर वासीलाई चाहिँ म के भन्न चाहन्छु भने भएको सकेको जति छ त्यसमा नि खुसी भइदिनु होला भन्ने पनि अनुरोध गर्दै बिदा हुन चाहन्छु ओके अर्को एउटा प्रश्न पनि सोधेँ मैले बबिनजीलाई त सोध्ने मौका पाइनँ फेरि हाम्रो अर्को भेट पनि होला 84 पछि फेरि कस्तो छ त जनताले माया गरिहाल्नुभयो भने चाहिँ तपाईँले समय दिने कि नदिने होइन 84 पछि मेरो चाहिँ परिवारबाट साथ सहयोग छैन मेरो व्यक्तिगत भनाइ चाहिँ के छ भने काम चाहिँ भर्खर सिकिँदो रहेछ होइन सकिने बेला
अब अर्कोचोटि आफ्नो सोचाइ एक्लो सोचाइ परिवारको होइन मेरो दाइले पनि सहमति दिनुहुन्न आमाले पनि दिनुहुन्न परिवार श्रीमती पनि दिँदैन त्यो नदिनु भनेको म त्यो अबको कार्यकाल त्यो असक्षम के अरे सफल हुन सक्दिनँ त्यसैले गर्दा त्यो म उठ्दिनँ उठ्नु चाहिँ होइन तर मेरो व्यक्तिगत सोचाइमा चाहिँ बल्ल वाडा हाँक्ने भइसकेपछि चाहिँ हामी बिदा हुँदो रहेछौँ यति मात्र केही छैन अरू केही छैन अब हाम्रो दर्शकले शुभचिन्तकले बुझ्नु पर्यो हाम्रो लक्ष्मणजीको जुङ्गा हल्लियो कुरा बुझियो भने जस्तो होइन ठिक छ आगामी दिनको पनि पूर्ण सफलताको यहाँलाई शुभकामना सहित आजको समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद हस् हस् हजुरलाई पनि धन्यवाद के अरे चुलाचुली दर्पण होइन सम्पूर्ण टिमलाई यहाँ भाइहरूलाई पनि मेरो तर्फबाट चाहिँ धेरै धेरै धन्यवाद आभार व्यक्त गर्न चाहन्छु हस् थ्याङ्क यू